सामान ल्याएर घरमा राखेको थिएँ। कसले दिएको थियो हजुरलाई यसरी? मधुसूदन घिमिरे साहबले दिनुभएको थियो। मैले पसलमै राखेको थिएँ। पसलमा राख्दाखेरि अब त्यस्तो बिमारी भएको उहाँलाई सोद्धाखेरि यो खानुपर्छ, यो खाएपछि ठिक हुन्छ भनेर भन्दाखेरि मैले खुलाउँदा दुलैलाई अहिले 2 वर्ष भयो। 2 वर्ष भयो। दुलै अब अहिले तगडा छन्। अब खै यिनीका हड्डी पनि जोडिए, खै खिएका छन् भने त्यो डाक्टरले। अहिले घोडा पनि बत्ते बत्न छोडे, आनन्द छ। अब सुन्निने पनि छोडे। भित्रको किडनी सम्बन्धी पनि धेरै काम गर्यो त्यसले, कोष सम्बन्धी, मुटु सम्बन्धी पनि काम गर्यो। त्यसो गर्दाखेरि अहिले ठिकै छ। एकदम राम्रो इन्भेस्टिगेसनसम्म राम्रो भएको हुँदाखेरि मैले प्रयोग गरिरहेको छु। मैले प्रयोग गर्न अरूलाई पनि लगाइरहेको छु, अरूले धेरैलाई लगाइरहेको छु। निरन्तर गर्छु भन्ने अब यसैमै राम्रो रहेछ र यसैमा लाग्छु भनेर म लागिरहेको छु। धन्यवाद।